मेरो घरको नजिकबाट म आज यस्तो ठाउँमा गइरहेको छु। हामी सबै गोर्खालीहरू गोर्खाली पल्टन हङकङमा बेस हुँदाखेरि हामी युके टुर पाउँथ्यो। त्यो बेला युके आएर बस्ने हाम्रो क्वीन एलिजाबेथ ब्यारेक जो चर्च कुर्खाममा अवस्थित थियो। तर अहिले त्यो ब्यारेक समय सापेक्षी अहिले नो मोर चर्च कुर्खामको क्युई ब्यारेक्स अहिले प्राइभेट घरहरू बनेको छ अनि रेसिडेन्शियल एरिया बनेको छ। त्यो एरियामा गएर तपाईहरुलाई म आज एक्सप्लोर गर्ने प्रयास गर्दैछु। हामी चाहिँ अब चर्च कुर्खाम क्युई ब्यारेक्स को इन्ट्रेन्समा आइपुगेको छु र यो इन्ट्रेन्समा यो गेटहरू यसरी बनाएको छ। दाहिने बायाँ कुर्खाम पार्क भनेर लेखिएको छ। यसरी कुर्खाम पार्क लागि यो स्ट्रिटको नाम तपाईको नेपाल गार्डन भनेर राखिएको छ। यो राणा ड्राइभ। गोर्खालीहरू यो क्याम्पमा धेरै वर्ष बसेको हुनाले गोर्खाको स्ट्याचु बनाइएको छ। त्यहाँ त्यो स्ट्याचु पार्कमा लगेर देखाउँदैछु। यहाँबाट पढ्दाखेरि टु कमेमोरेट and remember the Gorkhas of Church Kurkham before Kurkham Park। यस्तो थियो। यहाँनिर क्लियरली लेखिएको छ गुरुङ वे। यो गुरुङ वे यो बायाँपट्टि जानु भने फेरि यो एउटा गोर्खा रोड भन्ने अचानक भेटियो। यहाँ यो गोर्खा रोड फाइनली थापा कोलोस भेटियो। यो थापा कोलोस के अरे नमस्कार, मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज मेरो घरको नजिकबाट म आज यस्तो ठाउँमा गइरहेको छु। हामी सबै गोर्खालीहरू गोर्खाली पल्टन पहिलाको फर्स्ट सेकेन्ड 6 GR 7 GR 10 GR सबैलाई थाहा छ। हामी हङकङमा बेस हुँदाखेरि हामी युके टुर पाउँथ्यो 8 वर्षको अन्तरालमा र त्यो बेला युके आएर बस्ने हाम्रो क्वीन एलिजाबेथ ब्यारेक जो चर्च कुर्खाममा अवस्थित थियो। तर अहिले त्यो ब्यारेक समय सापेक्षी अहिले नो मोर चर्च कुर्खामको क्युई ब्यारेक्स। त्यो क्युई ब्यारेक्स चाहिँ प्राइभेटलाई एमओडीले बिक्री गरेर अहिले प्राइभेट घरहरू बनेको छ अनि रेसिडेन्शियल एरिया बनेको छ। त्यो एरियामा गएर तपाईहरुलाई म आज एक्सप्लोर गर्ने प्रयास गर्दैछु र यहाँबाट करिब म 1 घण्टा झन्डै 45 मिनेटदेखि 1 घण्टाको पैदल यात्रापछि म त्यहाँ पुग्नेछु। त्यहाँ पुगेपछि त्यहाँ बनेको घरहरू के कस्तो अवस्थामा छन् म सबै देखाउने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। धन्यवाद। यो युके को जङ्गल आजको मौसम अति नै सुन्दर छ। यो बाहिरमा हिँडिरहेको बेलामा आज दिनैभरि यो मौसम एकदम सुन्दर छ, सफा छ र यो जङ्गलहरू भर्खर ग्रीष्मदेखि के अरे वसन्त ऋतुतिर प्रवेश गरिरहेको अवस्थामा जङ्गलहरू बिस्तारै हरियाली हुँदै गइरहेको छ। साथसाथमा यो आकाश, निलो आकाश, स्वच्छ आकाशले गर्दाखेरि जङ्गलको सुन्दरता अझै बढाइदिएको छ। अति सुन्दर जङ्गल। आज धेरै दिनमा यस्तो जङ्गलहरू देख्न पाइयो। आहा, मौसम आज यो जङ्गलको बीचबाट लिएको
फुटेज कति रमाइलो छ, कति स्वच्छ नीलो आकाश छ। यो हाम्रो चर्च कुर्खाम भन्दा अलिकति बाहिरपट्टि एउटा हामी बस्ने बेलामा यहाँनिर इन्जिनियरको फोटन सिकाउने अथवा इन्जिनियरको एउटा सानो क्याम्प थियो। यो इन्जिनियरको क्याम्पको अवस्था चाहिँ अहिले यस्तो भएको छ। परसम्म हेर्न सक्नुहुन्छ यो एरिया सबै इन्जिनियरको क्याम्प थियो भनेपछि अहिले यो प्राइभेट कम्पनीदेखि लिएर यहाँनिर यो आल्दीको चाहिँ हल्दी भन्छ हाल्दी भन्छ, यसको सपिङ सेन्टर बनेको छ। यो बनेको धेरै पनि भएको छैन, 2-3 वर्ष भयो। र बाँकी अन्य होम बर्गेन भन्ने देख्नुहुन्छ पछाडि यो होम बर्गेन भन्ने यो कम्पनीको ब्रान्च छ। अनि परतिर पनि कम्पनीको बिल्डिङहरू बनेको छ यसरी। आदरणीय यो हेरेर बस्नुभएको सम्पूर्ण यो म चर्च कुर्खामको नजिकै आइपुगेको छु, किवी ब्यारेक्सको नजिकै। र यो किवी ब्यारेक्समा पस्नुभन्दा पहिला यो राउन्डएबाउट थियो थिएन, मलाई चाहिँ याद त छैन। तर यो जुन यो अल्डरसटतिरबाट आएर यहाँनिर आइपुगेपछि, यो बाटो आइपुगेपछि यो राउन्डएबाउट पछि यो चर्च कुर्खाम पस्ने बाटो हो यो। र पहिला थियो होला, तर अहिले यो अलिक व्यवस्थित बनाएको छ कि जस्तो लाग्यो राउन्डएबाउट। जे होस्, हामी चाहिँ अब चर्च कुर्खाम किवी ब्यारेक्स को इन्ट्रेन्समा आइपुगेको छु। र यो इन्ट्रेन्समा यो गेटहरू यसरी बनाइएको छ। दाहिने बायाँ कुर्खाम पार्क भनेर लेखिएको छ, यसरी कुर्खाम पार्क भनेर लेखेको छ। यो दाहिनेपट्टिको गेटमा पनि म जानु परेन, एक्ज्याक्टली सेम डिजाइनमा कुर्खाम पार्क भनेर लेखिएको छ। र यो नयाँ बनेको बिल्डिङ हो। यो दाहिनेपट्टि सायद जग्गा थियो होला, मलाई जहाँसम्म लाग्छ। यो कुर्खामको यो सिधा यो बायाँपट्टि बनाएको छ बाटो चाहिँ अलिकति घुमेको बना छ। पहिला चाहिँ यो बाटो चाहिँ सिधा थियो, सिधा गाटरुमसम्म जाने बाटो थियो। योनिर के छ भने चाहिँ यतातिर बाटो थियो, यहाँनिर यता बायाँतिर गयो भने यहाँ घर थिएन, जग्गा मात्रै थियो। यहाँ नयाँ घरहरू बनेको छ पुरा। र यो घरमा जानको लागि यो स्ट्रिटको नाम तपाईँको नेपाल गार्डन भनेर राखिएको छ। जोस् यो क्याम्प टुटाए पनि यो क्याम्पमा पहिला गोर्खालीहरू धेरै बसेको कारणले गर्दाखेरि यहाँको स्ट्रिटको नामहरू गुरुङ, नेपाल, थापाको नामकरण गरिएको छ। जोस् हाम्रो सम्झनामा यो क्याम्पको स्ट्रिटहरू नयाँ घर बनाए पनि नेपाली झल्काउने, जोस् नेपाल झल्काउने स्ट्रिटको नाम अथवा बाटोको नाम लेखिएको छ। यो एउटा विशाल भवन छ। यो गार्डरुम यहाँनिर थियो। यो गार्डरुमको सँगै जोडिएको एउटा खाली जग्गामा विशाल भवन बनाएर यहाँ विभिन्न पसलहरू के अरे राखिएको छ। यो चाहिँ यो कुर्खाम भिलेजको लागि बनाइएको। यो विशाल भवन को पछाडि हेर्दै गयो भने विभिन्न पसलहरू राखिएको छ। यहाँ सान्सपुरी लोकल भन्ने पनि राखिएको छ। यो भित्र म पहिला पसेको छु। यहाँनिर अब डे टु डे लाइफमा चाहिन्छ नि रेसिडेन्सरहरूलाई खानेकुरा सबै चिजहरू यहाँ राखिएको छ।
यो स्ट्रिट चाहिँ ठ्याक्कै गार्ड रुमको अगाडिपट्टि हुन त नयाँ बनाइएको हो, वकर क्लोज भनेको छ। र यो बाटोबाट जुन चाहिँ परेड ग्राउन्डतिर जाने बाटो थियो नि, त्यही बाटो नै हो यो, मेरो विचारमा एक्ज्याक्टली नभए पनि। यो चाहिँ परेड ग्राउन्डतिर त्यो ओह्रालो झर्ने गार्ड रुमबाट। यो एभरेस्ट वाक भनेको छ। यो वाकमा गयो भने बाटो इन्डिङ भनेर साइन दिएको छ, रेड साइन। अनि यो बाटो हिँड्दै गयो भने एभरेस्ट वाक, योभन्दा अगाडि चाहिँ जाने बाटो छैन भनेको। यो आयो स्ट्रिट, यो चाहिँ नयाँ बनाएको स्ट्रिट हो। यहाँनिर दाहिनेपट्टि जुन चाहिँ धेरै ब्यारेक्सहरू थिए, त्यसलाई चाहिँ काठको घर स्पाइडर भनिन्थ्यो। जस्तो सी कम्पनी, बी कम्पनीहरू बसेको, हेडक्वार्टर कम्पनी बसेको स्पाइडरहरूको जग्गामा। अनि पहिला चाहिँ हामी गार्ड रुमबाट यसको बायाँ बायाँ भएर अगाडि बढ्दै गइन्थ्यो सिनेमा हल अनि सपोर्ट कम्पनीको इलाकामा जाँदासम्म। यो राणा ड्राइभ, के अरे नेपालीको एकदम थेट सरनेमबाट राणा ड्राइभ भनेर नामाकरण गरिएको छ। र यो राणा ड्राइभको स्ट्रिट यो तलतिर गएको छ। यो हेऱ्यो भने विशाल घरहरू बनिसकेको छ। यो कुन जग्गा कहाँनिर बन्यो भन्ने कुरा चाहिँ अब स्मरण गर्न पनि सकेन। अनि सबै नयाँ रोड, नयाँ घर। र यो स्ट्रिट तल ओह्रालो झरेको स्ट्रिटहरूबाट पहिलाको परेड ग्राउन्डमा जाँदाखेरि अलिकति ओह्रालो थियो, त्यो मात्रै अलिकति स्मरण गर्न सकिन्छ। म एकछिनपछि म त्यहाँ पनि जाँदैछु। गोर्खालीहरू यो क्याम्पमा धेरै वर्ष बसेको हुनाले गोर्खाको स्ट्याचु बनाइएको छ त्यहाँ। त्यो स्ट्याचु पार्कमा लगेर देखाउँदैछु। अहिले म यो गोर्खाको स्ट्याचु राखिएको पार्कमा आइपुगेको छु। यो पहिला खाली जग्गा नै थियो। यो खाली जग्गालाई अलिकति भए पनि बाँकी राखेर यो गोर्खाको स्ट्याचु बनाइदिएको छ। यो स्ट्याचु चाहिँ यो प्रकारको छ। हेर्नुहोस्, यहाँ तल लेखेको छ गोर्खास अफ चर्च कुरखाम। यहाँबाट पढ्दाखेरि टु कमेमोरेट and remember the Gorkhas of George Kurkham 1971 to 2000 भनेर लेखिएको रहेछ। साइडबाट हेऱ्यो भने कसले आएर खादा पनि लगाइदिइसक्नु भएको छ। धेरै भिजिटरहरू आउनुहुन्छ होला। बिफोर कुरखाम पार्क यस्तो थियो। क्वीन्स भिजिट, गोर्खा स्ट्याचु। यो चाहिँ स्ट्याचु भिजिटको अन्तमा मैले फोटो मात्रै लिएको हो। र अब म परेड ग्राउन्डको लागि ओह्रालो झर्दैछु। र त्यो यो ओह्रालो पनि कहाँनिरको ओह्रालो हो भन्न चाहिँ अन्दाज लगाउन सके पनि र यही हो भने चाहिँ मेरो मेमोरीमा कुनै पनि झल्को आउन सकेन। र एकदम कम्प्लिटली यो अर्कै रूप भएको छ यो चर्च कुरखामको जग्गा।
अनि हाल अहिले म परेड ग्राउन्डको इलाकामा आइपुगेको छु, किनभने यहाँ समूह छ नि हो, दाहिने बायाँ एकदम ब्युटिफुल घरहरू बनिसकेको रहेछ र त्यो घरहरूलाई अवलोकन गर्दै म अगाडि बढ्दैछु। स्टिल म चाहिँ परेड ग्राउन्डकै इलाकामा छु र अलि अगाडि आउँदाखेरि अर्कै स्वरूपको घरहरू बनेको छन्। परेड ग्राउन्डको स्ट्रिटतिर हिँड्दैछु अझै। म अब परेड ग्राउन्डबाट अलिकति माथि उकालो लागेँ। उकालो भन्नाले पनि यसलाई के उकालो भन्ने, तर अघि जुन गाडरुमबाट ओह्रालो झरेको छ भन्ने मैले फुटेज देखाएको थिएँ, त्यही फुटेजमा त्यही गाडरुमको अगाडिको बाटोमा जोडिन पुग्छ यो बाटो। ल त्यही वकर क्लोज जुन चाहिँ अघि गाडरुमको अगाडिपट्टि मैले फुटेज देखाएको थिएँ, त्यही नै आएर यो बाटो जोडियो र यसो हेर्दाखेरि यो बाटो भएर परेड ग्राउन्ड झर्ने बाटो मैले अघि भनेको ठिकै रहेछ। यहाँनिर क्लियरली लेखिएको छ गुरुङ वे। यो गुरुङ वे यो बायाँपट्टि जानु भनेको हो र यो मेन स्ट्रिट हो। मेन स्ट्रिटबाट गुरुङ वे यो पारिपट्टि यो जङ्सनबाट भित्र छिर्यो भने गुरुङ वे र त्यहाँ गुरुङ वे भनेर यो स्ट्रिटको बायाँपट्टि पनि गुरुङ वे भनेर क्लियरली लेखिएको छ र म अब यो गुरुङ वे हुँदै अगाडिसम्म जान्छु, के रहेछ भन्ने कुरा म देखाउन गइरहेको छु। र जाँदै गर्दाखेरि टाढाबाट मैले फेरि अर्को गुरुङ वे भनेर देखेँ मैले। त्यो गुरुङ वे चाहिँ नि यसरी यहाँबाट घुमेर यता गएको छ भनेको रहेछ र यो गुरुङ वेको पछाडिपट्टि एउटा चर्चको काम कम्युनिटी सेन्टर भन्ने भवन छ। यो एकछिनपछि म त्यहाँ पनि गएर देखाउने छु। र यता बायाँपट्टि हेऱ्यो भने लामा प्यालेस, हाम्रो नेपालीको एउटा थर, तामाङहरूको थर को नाममा यो स्ट्रिट बनेको छ। र यो कम्युनिटी सेन्टरमा म आएँ। कम्युनिटी सेन्टर चाहिँ यो कुरुखाम पार्कको लागि बनाइएको हो। यसको नाम चर्च कुरुखाम कम्युनिटी सेन्टर भनेर लेखिएको छ। यहाँनिर चाहिँ यहाँको बासिन्दाहरूले सानो सानो इभेन्टहरू गर्नुहुन्छ होला। र म फर्केर फेरि म गुरुङ वेमा नै हिँड्दैछु। यो गुरुङ वे अघि मैले भने यो दाहिनेतिर घुमेको रहेछ भनेर, त्यस्तै प्रकारले घुमेको रहेछ। यो गुरुङ वेको पछाडिपट्टि खाली जग्गा यस्तै थियो पहिला पनि, अहिले पनि यस्तै छ। र गुरुङ वे को स्ट्रिट परसम्म यो फेरि यो एउटा गोर्खा रोड भन्ने अचानक भेटियो यहाँ। यो गोर्खा रोड को अगाडि म फुटेज खिच्दै गर्दाखेरि यो बाटो मैले जहाँ जहाँ क्यामेरा देखाएँ नि त्यहीँनिर चाहिँ यो गोर्खा रोड घुमेर गएको छ। अनि यता बायाँपट्टि हेऱ्यो भने गोर्खा रोड परसम्म पुगेको रहेछ। यो फाइनली थापा कोलोस भेटियो। यो थापा कोलोस के अरे यो कुरुखाम पार्कको अन्तिम भागमा रहेछ। मैले अघि नै खोज्दै थिएँ यो थापा कोलोस, सबै भेटेँ, थापा कोलोस भेटेन भनेको त अहिले फाइनली मैले भेटेँ। र यो थापा कोलोस लाई हेर्दाखेरि यो बाटो सर्लक्कै अगाडि गएको छ र बाटोको उतापट्टि पनि थापा कोलोस यसरी लेखिएको छ। र यो जङ्सनबाट भित्र गयो भने तपाईँको थापा कोलोस रहेछ। त्यो थापा कोलोस भनेको योभन्दा उता बाटो छैन भनेको हो। यो कुरुखाम पार्कको अन्तिम भागमा यो खाली जग्गामा बनेको नयाँ घरहरू हो। यो करिब 7-8 वर्ष भयो होला यो यहाँ घर बनेको। र यो घरहरू पुरा निजी कम्पनीले जग्गा लिएर, एमओडीबाट जग्गा लिएर अनि निजी घरहरू बनाएर सबै रेसिडेन्सियललाई बिक्री गरेको अवस्था छ।
र यो अगाडि देखिएको घरहरू पहिला हामी चर्चको काममा बस्ने बेलामा म्यारिड क्वार्टर थियो र अहिले पनि त्यो घरहरू जस्ताको तस्तै छन्। तर यो म्यारिड क्वार्टरहरू निजी कम्पनीले लियो या अझै पनि मिलिट्रीकै म्यारिड क्वार्टर छ, मलाई चाहिँ पक्का थाहा हुन सकेन। तर घरहरू पहिला जस्तो थियो त्यही हालतमा राखिएको छ। ल अब यो भिडियोलाई कुर्खाम पार्क भन्ने नामकरण गरिएको रहेछ। अहिले यो भिडियोलाई एन्डिङ गर्नुभन्दा पहिला मैले जति देखाएँ सकेको देखाएँ। यहाँ राणा ड्राइभ, लामा प्यालेस, गुरुङ वे, थापा क्लोज भन्ने स्ट्रिटहरू अनि नेपाल ड्राइभ भन्ने स्ट्रिटहरू देखाए। कुनै कुनै जग्गाहरू खाली जग्गामा घरहरू बनेका छन्, कुनै कुनै के अरे पहिलाको हाम्रो ब्यारेकहरू भत्काएर घर टोटल्ली नयाँ बनेको छ। त्यो कुन ब्यारेक्स कहाँनिर थियो भन्ने कुरा चाहिँ पत्ता लगाउन बडो मुस्किल छ, चिन्नै सकिन्न। गर्दाखेरि अन्दाजी मोटामोटी म यहाँ 26 महिना बसेको नाताले मैले तपाईँहरूलाई देखाउने कोसिस गरेँ। भिडियो अन्तिमसम्म हेरेर बस्दिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै भिडियोहरू लिएर म फेरि अनि पस्कने कोसिस गर्नेछु भन्दै बिदा हुन चाहन्छु। हस्त ल, नमस्कार।